सो परमेश्वरलाई धन्यवाद भएको अनि सम्पूर्ण क्रिस्चियनजन एन्ड मेरा साथीहरूमा जय मसी एन्ड नमस्कार भन्न चाहन्छु। प्रिय सम्पूर्णमा अनि म चाहिँ आज साँझको समयमा परमेश्वरको महिमाको लागि अनि 519 नम्बरको भजनलाई गाउन गइरहेको छु। मलाई राम्रो आउँदैन तर पनि अलिकति मलाई एकदम मन परेको कारणले गर्दाखेरि यो भजनलाई गाउने कोसिस गर्दैछु। महान प्रभुलाई महिमा, परम प्रभुलाई प्रशंसा, महान प्रभुलाई महिमा, परम प्रभुलाई प्रशंसा। यो मेरो जीवनको चाहना, यो मेरो जीवनको चाहना। हालेलुया होसना, हालेलुया होसना। वर्तमान मेरो तपाईको हातमा, भविष्य पनि तपाईको साथमा। आनन्दित छु, शान्तिमा छु, आनन्दित छु, शान्तिमा छु। प्रभुहरूका प्रभु, प्रभुहरूका प्रभुमा, महान प्रभुलाई महिमा, परम प्रभुलाई प्रशंसा, महान प्रभुलाई महिमा, परम प्रभुलाई प्रशंसा। सर्वाङ्ग मेरो यीशुको साथमा अर्पण गर्छु, धन्यवाद साथमा। निश्चित छु
कस्तो मलाई गीत गाउनु मन लागेर गाइदिएको हो जस्ट। फेरि यो लाइभमा चाहिँ अझ होइन प्याट्टै परिएछ। सो गाइजहरू होइन गीत बजाउनु गिटार बजाउनु त्यस्तो आउँदैन, डक्कसँगले यसो बजाएर चाहिँ बस्दिएको हल्का। पुरानो गीतहरू पहिला धेरै राम्रो राम्रो हाम्रो एनएफएमका जवानहरू हाम्रो अग्रजहरू हुनुहुन्थ्यो, उहाँहरूले सिकाउनु भएको गीतहरू पनि एकदम याद लाग्छ, यादगार छन्। तर पनि अब बिर्सिँदै कति गीतहरू गयो, तर पनि एक दुईवटा भजनहरू अझै पनि उहाँहरूले सिकाउनु भएको याद छ। अनि आज चाहिँ एकदम अब गिटार धेरै भएको थियो नबजाएको पनि, समय मिल्दैन प्राय। ललितपुरमा काठमाडौँ ललितपुर भक्तपुर एरियाभरिमा प्राय अलिक बिजिने मान्छे पाइन्छ। दुःख लाग्छ अलिकति परिवारबाट टाढो भएर बस्दाखेरि सङ्गति गर्न पाइँदैन आफ्नो चर्चमा, अनि आफ्नो टोन अनुसार गीतहरू गाउन पाइँदैन किनभने अरूको चर्चमा हाम्रो चर्चमा जस्तो। तर पनि प्रभुको महिमा गर्नको निम्ति मलाई चाहिँ जुनै चर्चमा गए पनि जे गरे पनि सबैजनाले माया गर्नुहुन्छ, अनि हरेक कार्यभारहरू पनि दिइराख्नु भइरहेछ, त्यसमा पनि एकदम खुसी छु। अनि गीतहरू पनि जवानहरूको गीतहरू पनि सिक्ने सिकाउने, विशेष गरी ईश्वरी भाइलाई अनि यीशु भाइले सिकाएको गीतहरू एकदम मनपर्छ। साथै सबैजनालाई सम्झिरहेको छु किनभने सहरमा बसे पनि मन चाहिँ गाउँबाट गएको मान्छेहरूको गाउँमै हुन्छ। अनि एकदम यहाँनिर भनेको कोठाभित्र, तर गाउँमा भनेको रनफन एकदम अब छुट्टै आनन्द। अनि मलाई प्रायः सानैबाट गीत गाउनु मन लागिरहेको थियो, अनि गीत पनि गाइराख्ने नै हो। तर यहाँनिर चाहिँ अब त्यो कारणवश अब एक टाइम पनि निकाल्नु सकिँदैन, र अर्को भनेको अलिकति अब हो हल्ला गर्नु पनि अब अलिकति गाह्रै विषयको कुरा हुन्छ। त्यो भएपछि यस्तै हो गाइजहरू होइन। सम्पूर्णमा जतिजनाले हेर्दै हुनुहुन्छ आज लाइभ बस्देको, मलाई त त्यस्तो राम्रो पनि थाहा थिएन यो लाइभ बस्ने भन्ने कुरा, अनि फेसबुकमा मिल्दो रहेछ भनेर चाहिँ टक्कसँगले बस्दै आऊ। सबैजनालाई मेरो साथीहरूलाई सम्झना अनि नमस्कार, जय मसीह है। जहाँ जुन अवस्थामा हुनुहुन्छ परम प्रभुले सबैलाई आशिष दिउन् अनि सबैजनालाई सहायता गरून् जुन अवस्थामा जुन स्तरमा रहे तापनि। भन्दै सबैजनालाई बाई बाई, अनि सबैले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। विशाल राईबाट गएको ल, धेरै बेर बस्नु हुँदैन लाइभ भनेको।